मंत्रालय जनकपुर धाम प्रेस विज्ञप्ति। आदरणीय पत्रकार साथीहरू, पूर्वाधार विकासको मेरुदण्डको रूपमा रहेको सडक तथा यातायात सञ्जालको दिगो तथा सुरक्षित विकासबाट नागरिकलाई सहज तथा सुरक्षित सडक यातायात सुविधा मार्फत समग्र राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा गतिशीलता प्रदान गर्न मध्य प्रदेश सरकारले आफ्नो प्रादेशिक सडक सञ्जाल गुरु योजना चालू आर्थिक वर्ष 2081-82 में स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउँदछौँ। त्यस्तै दोस्रो नम्बर बुदामा हरित उत्थानशील समावेशी तथा जलवायु मैत्री ग्रीन रेजिलिएंट इन्क्लूसिव एंड क्लाइमेट फ्रेंडली डेभलपमेंट ग्रीन सहितको पूर्वाधार विकासको समुन्नत आधार 7वटै प्रदेशको भौतिक पूर्वाधार मन्त्रीज्यूहरूको पहिलो अन्तर प्रादेशिक बैठकबाट जनकपुर घोषणापत्र 2082 पारित भएको बेहोरा जानकारी गराउँछौँ। 12 महिना सडक सञ्चालनको लागि नदी खोला तथा खोल्सामा पर्ने आवश्यक पक्की पुलहरूको निर्माण गर्न चालू आर्थिक वर्ष 2081-82 में स्वीकृत एक निर्वाचन क्षेत्र एक पक्की पुल कार्यक्रम अन्तर्गत मध्य प्रदेशको 8वटै जिल्लाको 64वटा प्रदेश सभाका निर्वाचन क्षेत्रमा एक पक्की पुल निर्माण कार्यको लागि 64वटा सडक पुलको योजना छनौट भई कार्यान्वयन प्रक्रियामा रहेको बेहोरा जानकारी गराउँदछौँ। गरिब विपन्नहरूको लागि सञ्चालित संघीय सशक्त अनुदान अन्तर्गत जनता आवास कार्यक्रम कर्मागत योजनाहरूको सम्पन्न गर्ने गरी केन्द्र सरकारबाट न्यून बजेट विनियोजन भएकोले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट महेन्द्र नारायण निधि आवास कार्यक्रम तथा विपन्न मदन भण्डारी आवास कार्यक्रम सञ्चालनमा रहेको बेहोरा जानकारी गराउँदछौँ। पक्की सडकसँग नजोडिएका 21वटा स्थानीय तहका केन्द्रलाई पक्की सडक सञ्जालसँग जोड्न विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सञ्चालनमा रहेको बेहोरा जानकारी गराउँदछौँ। यस कार्यक्रमबाट 198 किलोमिटर कालोपत्रे सडक निर्माण, 326 किलोमिटर दीर्घ सडक मर्मत र 1000 किलोमिटर सडक नियमित मर्मत सम्भार हुनेछ। यस मन्त्रालयको आर्थिक वर्ष 2080-81 देखि एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम दोस्रो चरण कार्यान्वयनमा रहेको छ। यस कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा 5-5 किलोमिटरका दरले थप 320 किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन तयार गरी आर्थिक वर्ष 2081-82 में 3 आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरु योजनाहरू स्वीकृत भई कार्यान्वयनको क्रममा रहेको छ। छनौट भएका सडक योजनाहरूको मिति 2082 जेष्ठ 18 गते दिनको 1 बजे सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम दोस्रो चरण अन्तर्गत मध्य प्रदेशको 8वटै जिल्लाको 64वटा सडकहरूको डिजिटल प्रविधिबाट महेन्द्र नारायण निधि सभागृह जनकपुर धाममा एक भव्य समारोहको बीच शिलान्यास हुने बेहोरा जानकारी गराउँदछौँ।